हेलो वेलकम टु माई लाइफ। यस्तो राम्रो छ है यहाँ वरिपरि डाँडै डाँडा होइन, बिचमा म छु। यस्तो राम्रो देखिएको वा म फ्रन्ट लाइनबाट होइन। प्रकृतिको सुन्दर देश नेपाल, देशको पनि एउटा जिल्लाको पनि एउटा नगरको पनि एउटा गाउँको पनि एउटा ओडा होइन। यस्तो राम्रो ठाउँ छ, जङ्गल वरिपरि जङ्गल, घाम लागिरहेको छ टिलिलिलिलिली होइन, लाइटहरू रहेछ। अहिले के देखाउनु खोजेको भने यहाँ प्लटिङ भएको रहेछ क्या होइन। यो कस्तो शान्त वातावरण हुन्छ होला यहाँ घर बनाएर बस्दा। यस्तो राम्रो चराको साउन्ड सुनिरहेको छु होइन। यहाँ पुरा प्लटिङ भएको रहेछ क्या होइन। एउटा घडेरी चट्ट किनेर एउटा फ्यामिलीको लागि यहाँ कति आना कति दूरको हो होइन। यस्तो दिव्य ठाउँ रहेछ क्या यहाँ, यस्तो पवित्र ठाउँ जङ्गलको बिचमा। मलाई चाहिँ प्रकृति एकदम धेरै मनपर्छ, नेचर। त्यही भएर मन पर्यो हो होइन। मान्छे चाहिँ डर लाग्छ होला, है जङ्गलमा बाघ आउला भालु आउला भन्छ होला। मर्नु छ भने त जहाँ पनि मरिहालिन्छ। जन्म र मृत्यु भनेको शाश्वत हो, यसमा पछाडि फर्किनु पर्ने केही छैन। पानीको सुविधाहरू रहेछ भनौँ न, पाइप साइप रहेछ। यस्तो मन पर्यो क्या मलाई त यहाँ होइन। यस्तो राम्रो क्या, चट्ट बाटो साटो सबै भएको। यस्तो नेचरले यस्तो साथ दिएछ कि म घुम्दै आएको थिएँ। म त्यो जङ्गलतिर जानु पऱ्यो भनेको बाटै रहेन रहेछ। आज म दुईचोटि भइसक्यो फर्केको। अघि पनि फर्केँ, अहिले पनि फर्किँदैछु। अब बाटो नभएर अघि तल उता पुग्योभन्दा पछाडिको बाटोबाट आएको थिएँ, त्यता पनि बाटो रहेन रहेछ, फर्केँ। यस्तो राम्रो बिरुवाहरू फुलहरू लाएर रहेछ, रुद्राक्षी फुल पनि फुलिरहेछ। उता कता रातो सेतो पर रातो फुल फुलिरहेछ। यस्तो राम्रो लाग्यो क्या ठाउँ मलाई। यस्तो माथि डाँडाबाट शान्त भयो नि त दिनभरि। यहाँ धेरै पनि छैन, काठमाडौँ 7 किलोमिटर जति रहेछ टाढा। दिनभरि उहाँ काम गरौँ, चट्ट बेलुका आयो, पकायो खायो। यस्तो दिव्य कसैले घर बनाउन आँटेको होला, यहाँ ढुङ्गा झारे रहेछ। यस्तो राम्रो रहेछ। ल चार कुना मिलेको के भन्छ नि, रुमाली जस्तो जग्गा होइन, राम्रो रहेछ। मैले एडभर्टाइज गरेँ होइन, मेरो 1 रुपियाँ लगाइदिन्छ होइन। तर मलाई मन पर्यो, तपाईँलाई पनि मनपर्छ भने। प्रकृतिको बिचमा एकदम यस्तो शान्त क्या, वरिपरि यस्तो राम्रो जङ्गल छ होइन। कहीँ केही छैन, घरहरू केही छैन क्या, शान्त छ। यस्तो राम्रो छ, त्यही भएर हो बाटो यस्तो छ, बन्दै होला है त। ल कसैले जग्गा किन्नु पऱ्यो भने मलाई सम्पर्क गर्नु होला, म लिएर आउँछु। हस् त, बाई।